ब्राजिल 5 पटकको विश्व विजेता, अर्कोतर्फ नर्वे विश्वकपमा धेरै पटक नदेखिने टोली। तर एउटा तथ्यले अहिले ब्राजिलका समर्थकलाई पनि सोच्न बाध्य बनाएको छ। ब्राजिलले अहिलेसम्म नर्वेलाई एक पटक पनि हराउन सकेको छैन। के यसपटक इतिहास बदलिन्छ कि फेरि दोहोरिन्छ? फिफा विश्वकप 2026 को नकआउट चरण सुरु भएदेखि नै ठूला टोलीहरू लगातार दबावमा परेका छन्। जर्मनी र नेदरल्यान्ड्स जस्ता दावेदार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। अर्जेन्टिना, पोर्चुगल र फ्रान्सले पनि निकै कठिन सङ्घर्षपछि मात्रै अर्को चरणको यात्रा तय गरेका छन्। अब सबैको ध्यान ब्राजिल र नर्वेको भिडन्तमा केन्द्रित छ। ब्राजिल र नर्वे बीच अहिलेसम्म 4 खेल भएका छन्। तीमध्ये नर्वेले 2 खेल जितेको छ भने 2 खेल बराबरी भएका छन्। अर्थात् ब्राजिलले नर्वे विरुद्ध आजसम्म एक पटक पनि जित निकाल्न सकेको छैन। सबैभन्दा चर्चित खेल सन् 1998 को विश्वकपमा भएको थियो, जहाँ नर्वेले ब्राजिललाई 2-1 गोल अन्तरले हराएको थियो। यही इतिहासले अहिलेको खेललाई अझ रोचक बनाएको छ। नर्वेको सबैभन्दा ठुलो हतियार हुन् एर्लिङ हालान्ड। लामो कद, अद्भुत गति र बेजोड फिनिसिङका लागि परिचित हालान्डले यस विश्वकपमै 5 गोल गरिसकेका छन्। उनको विशेषता भनेको धेरै ड्रिब्लिङ होइन, थोरै अवसरलाई पनि गोलमा बदल्ने क्षमता हो। विपक्षीको डिफेन्समा सानो गल्ती भयो भने हालान्डले त्यसको मूल्य चुकाउन बाध्य पार्न सक्छ। उनलाई साथ दिन अलेक्जेन्डर सोर्लोथ, प्याट्रिक बर्ग, स्यान्डर बर्ग र क्रिस्टोफर आजेर जस्ता खेलाडी पनि उत्कृष्ट लयमा नै छन्। अर्कोतर्फ ब्राजिलसँग पनि विश्व स्तरका खेलाडीको कुनै कमी छैन। भिनिसियस जुनियर यस विश्वकपमा टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्। मिडफिल्डमा ब्रुनो गिमारेस, रक्षा पङ्क्तिमा मार्किनोस र गोलपोस्टमा एलिसन बेकर ब्राजिलका बलिया आधार हुन्। सबैभन्दा ठुलो खबर भनेको नेमारको सम्भावित पुनरागमन पनि हो। जापान विरुद्ध आराम दिइएका नेमार नर्वे विरुद्ध पुरा समय खेल्न सक्ने सङ्केत प्रशिक्षकले दिएका छन्। यदि नेमार र भिनिसियसले सँगै उत्कृष्ट लय समाते भने ब्राजिलको आक्रमण निकै घातक बन्न सक्छ। तर नकआउट चरणले एउटा कुरा स्पष्ट गरिसकेको छ, यहाँ नामले होइन प्रदर्शनले जित दिलाउँछ। जर्मनी, नेदरल्यान्ड्स लगायतका बलिया टोली बाहिरिसकेका छन्। त्यसैले ब्राजिलले पनि नर्वेलाई कमजोर आँक्ने गल्ती गर्न सक्दैन। अब चासो छ 28 वर्ष अघि सुरु भएको नर्वेको अपराजित इतिहास कायम रहन्छ कि ब्राजिलले अन्ततः त्यो इतिहास तोड्दै क्वार्टर फाइनलमा स्थान बनाउँछ। यसको उत्तर पाउन तपाईले धेरै समय कुर्नै पर्दैन।